हजुरहरु दिपेन अर्लिङबाट जुनसुकै बाइक स्टोर पर्चेस गर्नुस् तपाईलाई फ्री नामसारी फ्री हेलमेट सधैँभरि अफर चलिरहेको हुन्छ। मैले जुन प्राइस भनेको छ तपाई 24 घण्टाको अफर राखेको हुन्छ। 24 घण्टा भित्र आउनु पर्ने हुन्छ भने म तपाईलाई नेगेटिभ स्पोर्ट बाइकहरु देखाइदिन्छु। ल यता अपाचे 200 देखि लिएर हर्नेट बाइक देखि लिएर NS 200 देखाइदिन्छु है त। तपाईले देख्न सक्नुहुन्छ यो हर्नेट 160 माइलेज किङ बाइक हो है। तपाईलाई 79 लटको मात्रै आउँछ। यो BS6 मोडलमा अपडेट गरेको 1,20,000 फिक्स प्राइसमा फ्री नामसारी फ्री हेलमेट है। जुनसुकै बाइक स्टोर पर्चेस गर्नुस्। 90 लटको अपाचे 200 रहेको छ ब्ल्याक कलरमा है। एकदमै यो यङ पुस्ताहरुको लागि एकदमै रुचाएको बाइक हो भने पावर पिकअप डबल डिस्क रहेको छ भने तपाईले यो 90 लटको मात्रै आउँछ। 1,25,000 फिक्स प्राइस आउँछ। ल तपाईलाई यो 1,25,000 मै आयो भने अर्को रहेको छ 96 लटको अपाचे 200 पुलिस कलरमा रहेको छ। तपाईलाई मात्रै आयो यो 1,30,000 फिक्स प्राइसमा आयो। 1,30,000 मा तपाईले ग्राफ गर्न सक्नुहुन्छ भने अर्को रहेको छ अपाचे 200 नै रहेको छ है। ब्ल्याक कलरमा रहेको छ भने BS7 मोडलमा अपडेट गरेको छ। 18 मोडलको 101 लटको तपाईलाई मात्र आउँछ यो 1,40,000 फिक्स प्राइसमा आयो। फ्री नामसारी फ्री हेलमेट है। त्यसैले अर्को नेक्स्टमा रहेको छ भने NS 200 रहेको छ हामीसँग है। NS 200 86 लटको तपाईलाई मात्र आयो यो व्हाइट कलरमा रहेको छ ओरिजिनल बडीमा तपाईलाई मात्र 1,45,000 फिक्स प्राइसमा आयो है। त्यसैगरी NS 200 रहेको छ है। 19 मोडलको हो यो 2019 मोडलको 106 लटको तपाईलाई मात्र आयो यो 1,70,000 फिक्स प्राइसमा आयो। 1,70,000 मा ग्राफ गर्न सक्नुहुन्छ भने अर्को रहेको छ डबल ABS मा रहेको छ। डबल ABS मा NS 200 म्याट कलरमा रहेको छ भने रेजिस्टर्ड रहेको छ। तपाईले देख्न सक्नुहुन्छ 2019 को लास्ट मोडल 113 लटको 114 भएको यो 2020 मोडल हुन्थ्यो। तपाईलाई मात्र आयो यो 1,90,000 फिक्स प्राइसमा है। 1,90,000 मा ग्राफ गर्न सक्नुहुन्छ। त्यसैगरी अर्को नेक्स्टमा रहेको छ भने बजाज कम्पनीको पल्सर 220 हरु देख्न सक्नुहुन्छ तपाईले है। पल्सर 220 हरु देख्न सक्नुहुन्छ। तपाईले यसलाई राख्नुहुन्छ 2,20,000 यतापटि राख्नुहुन्छ 1,90,000। त्यसरी 82 लटको तपाईले राख्न सक्नुहुन्छ 1,50,000। 89 लटको लागि तपाईले 1,50,000 मा ग्राफ गर्न सक्नुहुन्छ है। यदि तपाईले बाइक स्टोर मन पर्यो भने हाम्रो लोकेसन रहेको छ काठमाडौँ सुकिदा र ठ्याक्क चोक नजिकै प्राइम ब्याङ्कको लोकेसन राखेर दिपेन अर्लिङ भिजिट गरेर आउन सक्नुहुन्छ है त।